9 जना अनि मैले लगाउँदाखेरि 10 जना भयो हैन अनि 9 वटा झागरीले काम गरेको र मेरोमा कतिमा फरक पायो धेरै फरक हो ल अब अनि तब हामीले शमशान घाटमा गए अनि हामीले पूजापाठ पनि गरे शमशान घाटमा तपाईले डर लागेन डर लाग्यो यो कुरा हो रहेछ अनि फेरि बाँकी झागरीहरु साथमा लिएर जाँदाखेरि तपाईले डर लाग्ने बनायो कि यार कस्तो बनायो डर लाग्यो है यो कुरो हो हकीकत हो रहेछ अब बाँकी भक्तजनहरुले तपाईले के भन्नुहुन्छ समस्या भयो भने यता आउनु भाइदिनु समस्याको समाधान हुन्छ सबैलाई लिएर भयो ल तपाईले धेरै तपाईँ खुसी हुनुहुन्छ ल ल ओके धेरै धेरै धन्यवाद